सबैजनालाई नमस्कार। म अहिले लुम्बिनी फुटबल एकाडेमीको ग्राउन्डमा छु र यहाँ हाम्रा लुम्बिनी फुटबल एकाडेमीका खेलाडीहरू सेल्फ प्र्याक्टिस गर्दैछन्। आज शनिबारको दिन लगभग धेरै नै समय भनौँ न, आज 2-3 घण्टा नै उनीहरू रमाउँछन्। ग्राउन्डमा आइसकेपछि यहाँ क्रसिङ र फिनिसिङको प्र्याक्टिस गरिरहेछन्। एकदम नाइस फिनिसिङ प्रितम बुढा। र यतातिर फेरि फरक टिमहरू छन्, पासिङ खेलिरहेको छन् र लुम्बिनी फुटबल एकाडेमीमा बस्ने विभिन्न जिल्लाबाट आएका खेलाडीहरू यसरी आवासीय रूपमा एकाडेमीमा बस्दै र यतै पढ्ने, खेल्ने, बस्ने, खाने सबै कुराहरू चाहिँ लुम्बिनी फुटबल एकाडेमीमा गर्ने हाम्रा खेलाडीहरू निरन्तर रूपमा प्रशिक्षणमै छन्। उनीहरूले विगत लामो समयदेखि प्रशिक्षण गरिरहेका छन् र अब हुने टुर्नामेन्टहरूमा पनि सहभागी जनाउँछन् र उनीहरूको स्किलहरू अलिकति डेभलप भएको हामीले महसुस गर्न सक्छौँ। किनभने पछिल्लो समय दाङ जिल्लामा भएका हरेक टुर्नामेन्टमा सहभागी भइरहेका छन् र उनीहरूको लेभलको जुन स्कुल लेभलका टुर्नामेन्टहरूमा चाहिँ उनीहरू अब्बल नै छन् र हरेक टुर्नामेन्टहरू चाहिँ जित्दै पनि आइरहेका छन्। अनि हामी चाहिँ के कुरामा विश्वास गर्छौँ भन्दा जुन मान्छे अथवा जुन खेलाडी अनुशासित छ र उसले चाहिँ मेहनत गर्छ, लगातार मेहनत गर्छ, त्यो खेलाडी अवश्य पनि एक दिन राम्रो खेलाडी बन्नेछ र उसले चाहिँ एउटा त्यो अवसर चाहिँ पाउनेछ जुन चाहिँ आफ्नो देशको लागि खेल्ने होस् अथवा अन्तर्राष्ट्रिय रूपमा चाहिँ खेल्ने होस्। त्यसको लागि चाहिँ उनीहरूलाई हामीले तयार पाइरहेका छौँ। यतातिर हामी देख्न सक्छौँ साना बच्चाहरू पनि छन् र गर्ल्स टिमहरू पनि यतातिर प्र्याक्टिस गरिरहेका छन् 2-4 जना। किनभने अन्य गर्ल्स प्लेयरहरू आज आएका छैनन्, विभिन्न कारण हुनसक्छ होइन। उनीहरूको आज शनिबार छुट्टी होइन, भनौँ न उनीहरूको विशेष काम भएर नआएको हुनसक्छ। र हामी यहाँ देखाएका प्लेयरहरू उनीहरू विभिन्न जिल्लाबाट आएका हुन्। मैले अघि पनि भनिसकेँ, किनभने चाहिँ हामीले देशभरिका खेलाडीहरूलाई चाहिँ एकाडेमीमा राखेर निरन्तर रूपमा प्रशिक्षण दिने हामीले काम चाहिँ गर्दै आइरहेका छौँ। र अब दाङमा हुने टुर्नामेन्टहरू, अब टुर्नामेन्टको सिजन पनि आइरहेको छ। हरेक टुर्नामेन्टमा चाहिँ उनीहरू चाहिँ पार्टिसिपेट हुनेछन्। त्यसको लागि उनीहरू रेगुलर रूपमा ट्रेनिङमै व्यस्तै छन् र उनीहरूले अवश्य पनि राम्रो नतिजा ल्याउनेछन् र राम्रो भनौँ न राम्रो खेल्नेछन् भन्ने चाहिँ आशाले राखौँ। र यहाँ एउटा सुन्दर दृश्य, अब सूर्यास्तको लागि चाहिँ सूर्य अस्ताउन लागेको भनौँ, अब साँझ पखको सूर्य डुब्न लागेको अवस्था पनि छ। किनभने हामी ग्राउन्डबाट यो देखिएको दृश्य हो। यो उखुबारी घोराई उपमहानगरपालिका वडा नम्बर 17 उखुबारीमा पर्छ र हामीले यो ग्राउन्ड बच्चाहरूको लागि खेल्नको लागि धेरै मेहनत गरेर आफै दुबो रोपेर यहाँको फिल्डिङदेखि लिएर हरेक कुरामा चाहिँ हामीले धेरै मेहनत गरेर बनाएको ग्राउन्ड हो। अहिले एकदमै दाङमा भएको एउटा योग्य ग्राउन्डको रूपमा चाहिँ हामीले यो ग्राउन्डले पाउन सक्छौँ। किनभने राम्रा टुर्नामेन्टहरू चाहिँ यस ग्राउन्डमा चाहिँ भइरहेको छ। किनभने शक्तिमान ब्रह्मको स्मृति कप पनि यहीँ भएको थियो र प्रदेश स्तरीय मुख्यमन्त्री कप पनि यहीँ भएको थियो र लुम्बिनी च्याम्पियनसिप पनि हामीले यहीँ गरेका थियौँ। त्यही भएर टुर्नामेन्ट गर्नको लागि पनि एउटा राम्रो ग्राउन्ड छ अहिले हामीले दाङमा। लुम्बिनी फुटबल एकाडेमीको ग्राउन्डलाई चाहिँ लिन सक्छौँ। केही प्याराफिटहरू पनि हामीले स्थापना गरेर सुरुवात गराइदिएको भन्नाले प्याराफिट पनि हामीले निर्माण गरेका छौँ। केही 500-700 जना दर्शकहरूलाई चाहिँ अटाउन मिल्ने गरेर प्याराफिट चाहिँ यतातिर राखेका छौँ। यतातिर स्टेज र यतातिर 2 साइडमा चाहिँ प्याराफिट राखेका छौँ। अनि म गुरुकुल एकाडेमीलाई किन धन्यवाद दिन चाहन्छु भने हामीसँगको स्कुल कोलाबोरेसन त छँदैछ, हामी स्कुलसँग कोलाबोरेट त गरेकै छौँ होइन। अझ गुरुकुल एकाडेमीले यता प्लेयर बक्स भनेर चाहिँ 2वटा प्लेयर बक्स पनि बनाइदिएको छ। म गुरुकुल एकाडेमीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र पछिल्लो समय हामीले विद्यालयहरूलाई पनि समेटेर फुटबल प्रशिक्षण दिने क्रममा छौँ र केही विद्यालयहरू हामीसँग समावेश भइसक्नु भएको छ। ती विद्यालयहरू चाहिँ हामीसँग कोलाबोरेट भएर हप्तामा कम्तीमा 2 दिन चाहिँ प्रशिक्षण हाम्रै ग्राउन्डमा हाम्रै कोचले हाम्रै खेलकुद सामग्री प्रयोग गरेर चाहिँ सिकाउने वातावरण चाहिँ हामीले तयार गरिसकेका छौँ। र पछिल्लो समय अन्य विद्यालयहरू पनि चासो देखाइराख्नु भएको छ। ती विद्यालयहरूलाई समेटेर हामीले चाहिँ हरेक वर्ष चाहिँ 2वटासम्मको विद्यालय स्तरीय लिग चाहिँ सुरुवात गर्ने प्लानमा छौँ। त्यो भयो भने दाङ जिल्लामा भएका विद्यालयहरूमा पनि राम्रो खालको फुटबल कल्चर, फुटबल प्र्याक्टिस गऱ्यो भने एउटा राम्रो खालको रिजल्ट चाहिँ आउँछ भन्नेमा चाहिँ हामी विश्वास गर्नेछौँ। ओके, थ्याङ्क यू सो मच सबैजनालाई।